खोलाबाडी आइरहेको छ यहाँ होइन। त्यो चाहिँ लेतीभन्दा 4 किलोमिटर बाटो हो। अब ठाउँको नाम चाहिँ मुस्ताङै भन्छ होला चाहिँ होइन, टक्का लाएर। अनि यो चाहिँ कालीगण्डकी छ, यतापट्टिबाट अर्को एउटा नदी पनि आएको छ, ठुलै छ देखिरहेको छ होइन। पुल त नि यहाँ एउटा लिङ्गे पुल छ ट्याक्क झोलुङ्गे। अनि यो के भन्छ लिङ्गे पिन छ। त्यसपछि एउटा रिसोर्ट छ होलिडे क्याम्प भन्ने एउटा रिसोर्ट छ कि होलिडे क्याम्प है एउटा रिसोर्ट छ। अनि यहाँ होलिडे क्याम्पमा चाहिँ बस्ने सिस्टम चाहिँ कस्तो रहेछ भने ढुङ्गाको ट्याक्कै यो ढुङ्गा लगाएर ट्याक्क लाएर गाउँले सिस्टमको भित्र कोठाहरू चाहिँ दामी दामी छ है। फेरि कोठा चाहिँ दामी दामी देखिएको छ होइन, यस्तो रहेछ। अनि यो माथि चाहिँ यस्तो भिड छ कि पुरै भिड हो, यी डरलाग्दो भिड छ। हेर्नु है डरलाग्दो भिड छ यहाँ माथि, यस्तो डरलाग्दो भिड छ। अनि यहाँ माथि चाहिँ धुपीको रुखहरू टन्नै छ, धुपीहरू हुन्छ नि त्यो धुपीको रुख छ। अनि यहाँ तल ट्याक्क रोड हाइवे भइहाल्यो, यो लेतेको हाइवे अब यो उषा जाने भइहाल्यो, हो मुस्ताङ जाने सबै मन्दिर जाने भन्छ नि माथि सबै मुक्तिनाथ मन्दिर जाने बाटो नि यही भइहाल्यो। अनि यो चाहिँ ठ्याक्क लाएर उता कालीगण्डकी उर्लिएर आइरहेको छ आज एकदम ठुलो तालले। अनि यहाँ चाहिँ होलिडे भन्ने रिसोर्ट रहेछ। अनि रिसोर्ट रहेछ एउटा कुत्तो पनि छ यहाँ सानो है। अनि यहाँ चाहिँ मेरो गाडी पनि यहीँ छ होइन। अनि यो चाहिँ रिसोर्ट छ ट्याक्क लाएर यहाँ। अनि यो रिसोर्ट चाहिँ होलिडे क्याम्प भन्ने छ है, एकदम दामी रहेछ। धोपीको रुखहरू रहेछ चारैतिर, यतापट्टि उ भइहाल्यो है। अहिले 7 बज्दा पनि यहाँ उज्यालै देखिरहेछ, पारिपट्टि चाहिँ पुरा हुसु लागेको छ। आज 2 दिनको बसाइ यहाँ हुनेछ है।